हेलो एभ्रिवान, वेलकम टु माई पास्ट ब्लग। हजुर सबैजना स्वागत छ फेरि पनि हाम्रो यो ब्लगमा। अनि आज दसैँ तिहारपछि छुट्टी थियो 1 महिना जति, अनि आज फर्स्ट क्लास हुँदैछ फेरि। ल हाम्रो यो चाहिँ हाम्रो म्युजिक रुम है। हाम्रो यहाँ म्युजिक रुम हो। हार्मोनियम, मादल, क्याजन, स्पिकर त छैन त, कहाँ गयो? के भन्छ यसलाई? ल आउँदैन रहेछ त 1 क्लासको लागि त। के भन्छ यसलाई? मादल के भन्छ यसलाई? कसलाई भन्न आउँछ? ल भन्ने कसलाई भन्न आउँछ? यो बाजाको नाम के हो? यसको नाम के अरे? हार्मोनियम चाहिँ किन चाहिन्छ हामीलाई? हाम्रो भोकल स्वर भोइसलाई राम्रो बनाउनको लागि, एक्सर्साइज गर्नको लागि के चाहिन्छ अरे? यो चाहिन्छ। अनि कसरी गर्नुपर्छ? सा गर्न एकपल्ट सबैले। रे ग म प ध नि सा। सा भन्दाखेरि माथि स्वर लाउनु पर्यो है। ओके, ल रेडी? ल सुनिए नै? आवाज सुनिए नै? सा हाई छोड तान्नु पर्यो ल माथि। सा गरे त सा। हाई गाउँदाखेरि माथि घाँटे यसो गर्नु पर्यो है। ओके, गो।